यो चाहिँ 2 वर्ष अगाडिदेखि नै युज गरिरहेको छु। युज गर्छु म चाहिँ। अलिकति धेरै हिँड्ने उभियो भने अलिक दुख्ने, अनि यो लाएर बेलुकी मैले लाएर चाहिँ हल्का मसाज गरेपछि चाहिँ यति राम्रो रिलिफ दिन्छ। अब यो युज गरेर फेरि धेरै मसाज गर्नु चाहिँ हुँदैन। थ्यांक यू। म यहाँ सीईओ को रूपमा काम गरिरहेछु। आज धेरैले आफ्ना कर्म गर्छौं। सबैभन्दा ठुलो कुरा त स्वास्थ्य हो। कुनै खुट्टा गोडाहरू दुखेर झमझमाएर एकदमै पीडामा हुनुहुन्छ, हरेक दिन सुत्ने बेलामा होला, अरू बेला होला, काम गरेर थकानको बेला दुखेर हैरान गरिरहेको अवस्था हुन सक्छ भने एकचोटि यो ओइल प्रयोग गर्न आग्रह गर्छु। दिदी नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? हजुर। चिन्नुहुन्छ मलाई? चिन्छु नि, पहिलेदेखि भाइको एकदमै भिडियोहरू हेरिरहेको थिएँ। अझै हाम्रो स्वस्तिका नानी जुन प्रोसेस भयो हैन, सुरुवातबाट नै एकदमै भाइलाई धेरै धेरै धन्यवाद। अब धन्यवाद त दिइराखेछौँ र पनि आज फेरि आज मैले हजुरलाई एउटा चिज चाहिँ, हजुरलाई पनि खुट्टा दुखिरहन्छ हो, मैले चाहिँ यो चाहिँ 2 वर्ष अगाडिदेखि नै युज गरिरहेको छु। युज गर्छु म चाहिँ। पक्का गर्छु। हजुरले अरु दिन किनेर गर्नु भएको थियो होला। मेरो घरमा जानुहुन्छ हामी नि, मेरो रुममा जानुहुन्छ, नजिकै छ, म देखाइदिन सक्छु, पत्याउनु रुममा छ। म चाहिँ यो युज गर्छु। शरीर कटकट दुख्यो भने पनि यो युज गर्छु। अनि जस्तै मेरो अब अलिकति खुट्टा दुख्ने हो, अलिकति धेरै हिँड्ने उभियो भने अलिक दुख्ने, अनि यो लाएर बेलुकी मैले लाएर चाहिँ हल्का मसाज गरेपछि चाहिँ अब यो युज गरेर फेरि धेरै मसाज गर्नु चाहिँ हुँदैन। यो चाहिँ अलि यसैले हिट दिन्छ, त्यही भएर कम मसाज गर्ने, अनि यसले यति राम्रो रिलिफ दिन्छ। मेरो चाहिँ यो जाइफल ओइल चाहिँ मेरो लागि चाहिँ एकदम युजफुल भएको छ। र त्यस्तै गरेर अरूहरूले पनि जुन मलाई युज भएको र रिलिफ भएको अनुसारले चाहिँ अरूहरूलाई पनि सबैजनाले युज गरिदियोस्। यो कम्पनी चाहिँ मलाई चाहिँ एकदमै राम्रो लागेछ। र यो कम्पनी चाहिँ जुन सूर्य विनायकमा रहेछ, म एकपटक त्यहाँ पुग्छु पनि भन्ने मनमा लागिरहेछ। कुनै टाइम मिलोस् त्यसको लागि एकदमै दिदीलाई यो उपहार स्वरूप, आज यो उपहार स्वरूप यो प्रदान आजसम्म किन्नु भएको थियो। आज चाहिँ अर्जुन भाइले दुईवटा राख्नुस्। एकदमै आदरणीय दिदी, हजुरको शुभ नाम? रबिना पौडेल। रबिना पौडेल। हजुर, म चाहिँ सिद्धार्थ बालगृहको पहिला चाहिँ उपाध्यक्ष थिएँ। अहिले चाहिँ म यहाँ सीईओ को रूपमा काम गरिरहेको छु। खुसी लाग्यो दिदी भेट्न पाएँ। शर्मिला दिदी अध्यक्ष हुनुहुन्छ, पछि म व्यवस्थापक भएर चाहिँ यहाँ हामी टिममा एकदमै हेरिरहेको, सिलाइरहेछ र सबैजनाले राम्रो नै मानिदिइराख्नु भएको छ। र आउने दिनहरूमा पनि धेरै राम्रो गर्दै जाउँ भन्ने चाहिँ आशा चाहिँ लागेछ। हुन्छ, एकदमै धन्यवाद दिदी। धन्यवाद दिदी। आदरणीय दिदी जसले हाम्रो यो ओइल प्रयोग गर्नुहुँदो रहेछ, जाइफल मिश्रित तेल प्रयोग गर्नुहुँदो रहेछ। दिदीको खुट्टामा पनि दुखिरहने कारणले एकदमै गाह्रो भएको कुरा मैले थाहा पाएँ, र उहाँले यो प्रयोग गर्छु भन्दाखेरि पनि खुसी पाएँ। एकदमै सम्मान, सामाजिक रूपमा आज धेरैले आफ्ना कर्म गर्छौँ। सबैभन्दा ठुलो कुरा त स्वास्थ्य हो। हाम्रो स्वास्थ्य नै ठिक छैन। हामी हरेक दिन सुत्ने बेलामा आफ्ना खुट्टा दुखेर, आफ्ना घोडाहरू दुखेर झमझमाएर पीडामा हुन सक्छौँ। सायद कुन तेलले मसाज गर्दा राम्रो हुन्छ भनेर सबैलाई चेतना नहुन पनि सक्छ। त्यसकारणले आदरणीय दिदीले त मैले विगत 2 वर्षदेखि प्रयोग गर्छु भनेर जुन तरिकाले भन्नुभयो, यो आफैमा खुसी लाग्यो। मैले त उपहार स्वरूप दिन्छु भनेको थिएँ, मैले मेरो रुममै छ भन्नुभयो, त्यही पनि उपहार स्वरूप हजुरलाई प्रदान गऱ्यौँ। र अरूलाई पनि त्यस्तो गाह्रो छ, कुनै खुट्टा गोडाहरू दुखेर झमझमाएर एकदमै पीडामा हुनुहुन्छ, हरेक दिन सुत्ने बेलामा होला, अरू बेला होला, काम गरेर थकानको बेला दुखेर हैरान गरिरहेको अवस्था हुन सक्छ भने एकचोटि यो ओइल प्रयोग गर्न आग्रह गर्छु। यो विभिन्न मेडिकलहरूमा पाइन्छ, सुपर मार्केटहरूमा पाइन्छ, स्टोरहरूमा पाइन्छ, विभिन्न ठाउँमा हजुरले पाउनुहुन्छ। मूल्य पनि धेरै छैन, ठिकै हो। हजुरहरूले त्यो धेरै महँगो लाग्दैन, योभन्दा धेरै महँगाहरू पनि छन्, नभएका त होइनन्, तर यो ठिकै जस्तो लाग्छ। एकचोटि बुझिदिनुहोस्, हजुरलाई ठिक लाग्छ भने प्रयोग गर्नुहोस्। र आशा छ यो तेल राम्रो छ भन्ने मैले बुझेको छु, र दिदीबाट पनि त्यही प्रतिक्रिया पाएँ। यो दिदीले जे भन्नुभयो त्यही नै मैले भनेको हुँ। त्यस कारण हजुरहरू, आमा बुवा, कोही दाजुभाइ दिदीबहिनीहरू अति आफ्नो समस्यामा हुनुहुन्छ, सायद राम्रो ओइलको खोजीमा हुनुहुन्छ भने एकचोटि जाइफल ओइललाई रोज्न आग्रह गर्छु। नमस्कार। दुखेको शरीरमा ऊर्जा र भरोसाका स्पर्शहरू यो केले सम्भव छ त? पल पल जाइफल मिश्रित ओइलले सम्भव छ।